गाइज गाउँघरको विवाह हो। गाडीमा जुन त्योहरू सब प्याकिङ भइसक्यो। अब गाइज जान सक्नुहुन्छ। अब देखाउँछु अब सबै कुराहरू गाइज हेर्न सक्नुहुन्छ तपाईँहरू। बाटो मौसम छ गाइज, आगो ताप्नु लागिरहेको छु मैले। अहिले उता क्राहरू चढ्या विशेष गरेर अनि आगो छ यहाँ उता बसिरहेको छन् जाडोमा। अनि यी नानीहरू छन् है। मेरो नाम नलेन यो हटामा त्यो नाम ल्या के बताउनु? त्यो नाम लिनु हुँदैन। त्यो नाम लिनु हुँदैन कता? लिनु हुँदैन कि। तँलाई म एउटा कुरा भन्नु, सोध न। तैँले गर्लफ्रेन्ड कता बनाएछ यार भन्न? गर्लफ्रेन्ड मैले तैतिर बनाएको छु यार। हत्तेरिका गर्लफ्रेन्ड मैले बनाउनेमा कि त आइज मेरो घरमा सिधै बहिनी बनाउलाई। होइन गर्लफ्रेन्ड तँलाई बनाउने हो कि यार। कहाँ त्यो बहिनीहरूसँग बनाउने हो त। अनि गर्लफ्रेन्ड भने त हो नि। ल ठिकै छ त, मलाई बनाउने भयो केटो। ल ठिकै छ, गर्लफ्रेन्ड चाहिँ मलाई बनाउने भयो। गर्लफ्रेन्ड भनेको मेरो यही हो गाइज। अनि यसको गर्लफ्रेन्डमा हो गाइज। अब यसलाई कमेन्टमा अब रिप्लाई दिनु होला गाइज। केही कमेन्ट भन्नु होला। बाँकी अब कमेन्ट अनुसार भिडियो अनुसारको अब एउटा कमेन्ट दिनु होला, लाइक सब्सक्राइब पनि गर्नु होला। त्यही हो, मेरो भन्नु केही छैन। अब केटाहरूलाई अब यसो गर्लफ्रेन्ड चाहिँ मै हो। नाक्चामा फुलिए गाइज सुना गाले कोही चोर्न पनि पाइजानु। 1 लाखको सुन यो, 1 लाखको सुन देख्न सक्नुहुन्छ। 1 लाखको सुन उसो गाइज। तिम्रो दाइहरू भाइहरू हुनु सब अविवाहित हुन्। एकजना त बिहा, 2 जना त बिहा गरेका छन् है। सब अविवाहित छन्। यिनीहरूलाई छोरो पाएछ, ठुलो ठुलो छोरो पाएछ। यिनीहरूलाई जोइको खान्छ। यिनीहरूले जोइको खान्छ। कमेन्टमा जोइ कता केटीहरू छन् भने कमेन्टमा भनिदिनु होला गाइज। कमेन्टमा ट्याक्कै पारेर जोइ केटीहरू छन् भने भनिदिनु होला गाइजहरू। यहाँ एक एकवटा केटी बनाइदिने हो सक्छ। म पनि जोइ ल्याएको छ नि, फेरि जोइ ल्याउने हो पक्कै पनि। सो गाइज हामी चाहिँ मकै उखेल्ने कार्यक्रम गरेर आएको छु अहिले। विशेष गरेर देख्न सक्नुहुन्छ मकै। मकै 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 पानी पर्न लाग्यो गाइस, हेर्न सक्नुहुन्छ। उज्यारो छ, उज्यारो छ कि देख्न सक्नुहुन्छ। वरिपरि भ्यू पनि हरियाली छ। हामी गाउँघरको यस्तो छ केटा गाइस, देख्न सक्नुहुन्छ। कतिसम्म रमाइलो छ भनेर कि पानी पर्ला आज वेदर भइसकेको छ। देख्न सक्नुहुन्छ मकै उखेलेर यहाँ बोरामा हालिदिने मकै हामी आज। अनि सुकाएर यसो मकैकी रोटी खानुपर्छ हामी। पालो र मकैको रोटी कति मिठो हुन्छ भन्ने कुरो गाइस। एकदम सिस्नु र मकैको रोटी खाएर यो मकै हो घट्ट चाहिँ पिन्नुपर्छ गाइस। जे पनि ओठ फाट्यो चिसोले गर्दा। वारिपारि हिउँ पनि लागेको छ, ओठ पनि फाटेको। चिसो मौसम लास्ट छ कि गाइस, चिसो बाबा चिसो। लागिसक्यो गाइस, हेर्न सक्नुहुन्छ। चिसो छ मौसम पनि एकदम। बिहान त उठ्नै सकिनँ चिसोले गर्दा गाइस। देख्न सक्नुहुन्छ यता गाउँघरमा पनि यत्रो रमाइलो छ, हरियाली छ क्या गाइस। मौसममा चिसो मौसम पनि हिउँ परिरहेको छ। हिउँ हेर्न सक्नुहुन्छ। बादल टन्न, वेदर पनि टन्न भइसक्यो। बादल छ, अब सायद हिउँ पर्न सक्छ गाइस। हिउँ पऱ्यो भने तपाईँहरूलाई म नयाँ नयाँ बरफ जम्दैछ। बरफ जम्यो भने तपाईँहरूलाई म बरफ जमेको भिडियो देखाउनेछु गाइस। सक्नुहुन्छ। कति फिल छ क्या यो गाउँ, कति रमाइलो छ सक्नुहुन्छ। रमाइलो एकदम। अब बर्खुयाम जस्तै छ यो चाहिँ, हरियाली जाउँ हो यो चाहिँ। पाछ हरियो छ। मैले नि कपाल फालेँ गाइस आजबाट सुरु। सानोतिनो कपाल नपाल्यो भनेर सबत खाएर मैले कपाल फालिसकेँ गाइस। अब देख्न सक्नुहुन्छ गाइस। चिसो छ यो चिसो मौसममा। अब यस्तै छ के गर्ने। म पनि अहिले बल्खान जान लाग्यो गाइस। थोरै बल्खानीको पनि भिडियो बनाउन सक्छु। सो हामी चाहिँ सक्छु। एकदम रमाइलो छ गाई वरिपरि गाउँ पनि। सो गाइस आज हुनुहुन्छ सबलाई बिहान गरेर। सो गाइस म बिहान चिसोमा घाँस काट्न यसो माथि जङ्गलतिर डाला काट्न जान लागेँ। यो देख्नुहुन्छ लाम्लो, यो देख्नुहुन्छ आँसी
कम्मरमा आसी छ, चिसो छ मौसम। माथि पनि हिमाल टलक्कै छन् र गाइज देख्न सक्नुहुन्छ हामी अहिले त्यही टहरामा बस्छु र घर चाहिँ त्यही हो मेरो। यो तलको साथीहरूको घर गाइज। अब चिसोमा बिहान बिहान डाला काट्न जाने हो अनि डालाबाट आएर त्यही सो गाइज आज चाहिँ मेला आएर भ्लग बनाउँदैछु। मेरो केटाहरू यिनीहरू केटाहरू त्यसो इन्सन लगाउनु न, कालो मान्छेले कालै बनाइदिने होइन, छोग्री फेरि सेतो मान्छेले सेतो काली। मेला भनेको यो हो क्या, बुढापाकाहरूले एकदम रमाइलो गरेर आज देख्नु भएको छ तपाईँले। एकदम विशेष गरेर मेलाले तल्का हानेको छ है। हामी यो सुनखालामा ऐतिहासिक मेला हो यो सुनखाला, रमाइलो छ अहिले। जस्तै मेला त्यस्तै गाना गाइरहनु भएको छ यहाँ आमाहरूले। आमा हुनुहुन्छ यहाँ है, आमाले एकदम मिठो गीत गाउनु भएको गाइज। यति मिठो गीत है आमाले गाएको। अरू पनि तपाईँहरूमा सुनाउने गीत एकदम राम्रो राम्रो गाउनुहुन्छ भन्ने मेरो आशा र आधार भरोसा छ मेरो गाइज। हेर्नु सक्नुहुन्छ। अब घरतिर लाग्नेछु हामी विशेष गरेर है गाइजहरू। र भन्न सक्छौँ हामी चाहिँ अहिले मेलाको वरिपरि दृश्यहरू हेर्दैछु, हेर्न सक्नुहुन्छ। मान्छेहरू माझमा हामीले लाइभ प्रस्तुति राखिसकेका छौँ। दर्शकहरूलाई हामी राम्रो भ्लगिङ देखाउनेछौँ मेलाभित्रको गाइज। हेर्न सक्नुहुन्छ यहाँ, हेर्न सक्नुहुन्छ। माई फ्यामिली, माई टिकटक फ्यामिली एन्ड माई फ्यामिली। र हेर्न सक्नुहुन्छ मेलाको माहौल चाहिँ एकदम चम्किरहेको छ है। चम्केको मेलाको माहौलमा हामी अहिले विशेष गरिरहेको छु है। एकदम तरुणीहरू पनि क्या खतरा चम्क देखिरहेको यार गाइज। के गर्ने यार, जिन्दगीमा तरुणी हामीलाई आँखै लाउनु नि यार। हामी चाहिँ ठिकठिकमा बस्दिने हिँड्दिने र गइरहेको गाइज। सो गाइज म चाहिँ अब विशेष गरेर यहाँ सुनखालाको ऐतिहासिक मेलामा रहेको प्रस्तुत देखाउने छु तपाईँहरूलाई म अहिले गाइज। हेर्न सक्नुहुन्छ एकदम दामी नाचिरहेका छन् यहाँ, नाच्नु पनि गाइरहेका छन्। सो गाइज हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ अब भ्लग भइसकेको छ आजको। यति नै हो हाम्रो भ्लग चाहिँ गाइज। हेर्नेसम्म पनि हेरिसक्यो हामीले। त्यसैले गर्दा चाहिँ नमस्ते साथीहरू पनि भेटिँदैछन् अझै पनि हामी चाहिँ होइन। विशेष गरेर गाइजहरू हेर्न सक्छौँ हामी। देख्न सक्नुहुन्छ वरिपरिको दृश्य र भ्यू पनि यति राम्रो छ। गाइज हेलो वेलकम टु ब्याक। म अझै वरिपरिको दृश्य देखाउनेछु गाइज।